Look, you know. Male. Hello, welcome to my vlog. Hey, so सबैजनालाई वेलकम छ मेरो ब्लगर लक्ष्यमा चाहिँ है। सो आज चाहिँ म उता सल्यानतिर चाहिँ आएको छु है। सल्यानमा म बस्नु बसेको एउटा इक्जाम आउँछ, त्यो इक्जाम चाहिँ दिइरहेको छु। र आज चाहिँ तल चाहिँ एउटा बारीलाई चाहिँ एउटा होइन गोरुले चाहिँ जोत्न लागि पहिले चाहिँ हल्का जोतिन्थ्यो र आज भोलि नजोतेको पनि धेरै भइसक्यो है। छोडेको पनि धेरै भइसक्यो र मेरो भाइ पनि छ र मम्मीहरू पनि हुनुहुन्छ र म पनि ट्राई चाहिँ गर्नेछु। म चाहिँ जाँदैछु होइन अहिले बारीतिर पनि पुग्न लागिसक्यो र पानी पर्ने जस्तो पनि गरेर आएको छ। पानी चाहिँ पर्छ होला सायद होइन। आकाशले पुरा गोड्याङ गुडुङ गरेर आएको छ उतातिर पुरा होइन। बजारतिर पुरा पानी पर्ने जस्तो भइरहेको छ नि त। पानी पऱ्यो भने गाह्रो भइहाल्छ। म चाहिँ आइसकेँ होइन। यहाँ हाम्रो चाहिँ जोत्दै हुनुहुन्छ, जोत्दैछ। पहिले चाहिँ बाख्राहरू चाहिँ चलाउँदै हुनुहुन्छ, चल्दैछ। त्यतातिर चाहिँ छेउ चाहिँ लगाउँदैछन् होइन। छेउ लगाउने भन्छ। मैले चाहिँ गोरु चुन्नलाई चाहिँ लग्दैछु। कस्तो दुख्छ होला होइन यसलाई हान्दाखेरि। लौ मेरो भाइ राम्रोसँग जोत्छ ल। कोदालो लगेर पनि जान लागिसकेँ। यहाँनिर चाहिँ काठ पनि पाकेको रहेछ। खाना खानुहुन्छ भने चाहिँ सम्पर्क गर्ने ल। हेर्नुहोस् गाइस, काफलहरू पाकेको छ होइन। खाने भएपछि चाहिँ आउनु होला। यसरी त यार काफल म चाहिँ अहिले टिपेर खान्छु टक्क गरेर। सकिन लागिसक्यो होइन यो बारी। अनि माथिको छ त्यति मात्रै हो। तलको चाहिँ मेरो भाइको मामा घर भाइको दुईवटा। यो पछि जोत्ने होइन। अब यो छ सकिहाल्छ 1-1.5 घन्टामा। यसलाई चाहिँ 2 घन्टा जति लाग्यो। यो अलि ठुलो बारी छ नि त। ठुलो बारी छ र पानी पनि परिरहेको छ हल्का हल्का सानो सानो। त्यतिर चाहिँ हाम्रो बाख्राहरू चाहिँ चल्दैछ होइन। जहाँले घाँसहरू खाइरहेको छ। उतातिर चाहिँ झन् कति ठुलो पानी परिरहेको छ यता बजारतिर होइन। आमामा कहिले पानी पर्यो भनेर दुःख, कहिले पानी परेन भनेर दुःख। गाह्रो छ नि त यार। गाउँले जीवनलाई गाह्रो रहेछ भन्ने चिनिन्छ होइन। हेर्नुहोस् गाइस, हाम्रो बारीमा चाहिँ अर्ग्यानिक के फलेको रहेछ भन्दाखेरि केरा चाहिँ फलेको रहेछ यार। एकदम अर्ग्यानिक हो। कसैलाई चाहिएको छैन भने यसो सम्पर्क गर्नु है ल। फाइनली गाइज म चाहिँ आजको लागि यति नै है। पानी पनि धेरै पर्न लागिसक्यो ठुल्ठुलो होइन। पानीमा नरुझेको फेरि पानीमा रुझेपछि त ज्वरो आउँछ नि त, बिरामी भइन्छ। त्यही भएर चाहिँ म रुझ्न चाहन्न, रिस्क लिन चाहन्न अहिले। त्यही भएर म चाहिँ अब घरमा जान्छु मजाले। हल्का भोक पनि लागिसकेको छ होइन। बिहानै आएको नि त 9-10 बज्न लागिसक्यो। भाइले सकिसकेको छ। म चाहिँ जान चाहन्छु रुममा। र आजलाई यति नै है। र गाउँको जोताइ हल्का देखाइसकेको छु मैले। धेरै पछिको अनुभव चाहिँ गर्दैछु। केही छैन, भोलिदेखि एक्जाम भएको कारणले